नमस्कार, स्वागत छ यहाँहरु सम्पूर्णलाई आजको हाम्रो सानो एउटा ऐतिहासिक भिडियोमा। आजको यो भिडियोले डोटीको गडसेरा क्षेत्रलाई सानो परिचय भनौं या यहाँको इतिहास भनौं। हाम्रो धनीराम दमाई दाइले आफ्नो अनुभव के हो त गडसेरा, यो गडसेराका 12 देउरा, यहाँका सम्पूर्ण इतिहासहरु जति पनि उहाँले आफ्नो पाउनु भएको छ, उहाँको एउटा पुर्खाबाट पाउनु भएको छ, सम्पूर्ण कुराहरू यहाँहरुमाझ हामी बताउन गइरहेको छौं। इतिहासको कुरा हो, अलि लामो हुन सक्छ, समय दिएर यहाँले भिडियोलाई अन्तिमसम्म हेर्नु होला र यहाँलाई लाग्छ यो आजको भिडियोले हाम्रो यो गडसेराको क्षेत्रलाई तपाईमाझ केही परिचय गराउन सक्छ या यहाँको इतिहास तपाईहरुमाझ केही बुझाउन सक्छ भन्ने लाग्छ भने भिडियोलाई शेयर पनि गर्नु होला। र म आज धनीराम दाइसँग सानो उहाँको अनुभवको बारेमा कुरा गर्न गइरहेको छु। दाजु नमस्ते। नमस्ते हजुर। स्वागत छ दाइ। हाल के छ हालखबर? ठीक छ हजुर। ल भाइ, अब आज गडसेराको यो सम्पूर्ण इतिहास जति पनि तमले पाया छौ, जति पनि तमरा एउटा दिमागमा एउटा याद छ, जति पनि तमले आफ्नो यो जन्मेदेखि अहिलेसम्मका थाहा पाया छौ, गडसेरा के हो यसको बारेमा भनिदिनु पर्यो दाइ। हजुर, खाइजो हालेछ लौको सुबारी उपर पानका बिना नराजा हर्साएको रौतेलो जन्मियो नराजा गातका निका आफना बाउलीले राजा हर्साले कृष्ण चाइ पाइरहेको टिका। आफना बाउलीले राजा हर्साले कृष्ण चाइ पाइरहेको टिका। जानो हो जोलिए चेला अगेरा जोली जाया, जानो हो जोलिए चेला अगेरा जोली जाया, अगेरा जोली जानागी रोदालिकागी पाऊँ गाता देउलो कालिका भाइ मथा देउलो साई खान देउलो मतहरा मालो देउलो गाउँ बाउल देउलो बौडर्न चलन देउलो घोडो नौलो देउलो पाखर पुराण देउलो छोरो त्यारे है तो जोलियाले चलभलु कियो कबल्ले की माणो आए बेलिबासो लियो कबल्ले केदार दही त तोय मन ध्याउ धामी राजा ल्याउन जान्छु मथी बाउली पाऊँ देउला धामी मथी बाउली हामी जाउँला साथ त्यारे है त धामी राजा चलभलु जोलियाले चलभलु कियो त्यारे है त जोलियाले चलभलु कियो चिरगिटेका खान आए बेलिबासो लियो चिरगिटे काफली दही त तोय मन ध्याउ चिरगिटे काफली दही त तोय मन ध्याउ काफली केदार दही त तोय मन ध्याउ त्यारे है त जोलियाले चलभलु कियो धामी गाउँ नगरी आए बेलिबासो लियो धामी गाउँका धामी राजा घर चौकी नै क्यागो आदिश हुन्छ घरै छु गुसाए तम जति धामी राजो कोडरे बोलायो तम जति धामी राजो कोडरे बोलायो त्यारे हो त धामी राजो चलुभलु कियो भमगाउँ नगरी जाए बेलिबासो लियो पौना बजार ज्योतिषकी घर चौकी नै क्यागो आदिश हुन्छ घरै छु गुसाए दिवाई लगा कोडो जान्छु सायद हेरी दिया हाली हाल्यो धुलाउडो उभरे बाजो पाती अहिले गएर प्रथम सायदलन आदि फेरि हाल्यो धुलाउडो उभरे बाजो पाती धामी राजा सायद जुड्यो छन्चरकी राति छन्चर मंगल गर बलियो छ 12 त्यारे हो त धामी राजा चलुभलु कियो चौकी नगरी जाए बेलिबासो लियो चौकी चौत्रिए मौकी बैठी सबै राजा क्याउ ध्यान हर बैठी सबै राजा चौबिडा खेल कसैलाई नहेर चौकी क्या चौत्रिए मौकी मेरै बोलु लियो दिवाई लगा कोडो जान्छु अर त्यामु दिए देउला धामी अरतिकी हामी जाउला साथ त्यारे हो त धामी राजा चलुभलु कियो विश्वरा नगरी आई बेलिबासो लियो विश्वरा फौंदारे मोगी बैठी सबै राजा क्याउ ध्यान हर बैठी सबै राजा चौबिडा खेल कसैलाई नहेर फौंदार रघुनाथ विष्टो मेरै बोलु लियो फौंदार रघुनाथ विष्टो मेरै बोलु लियो दिवाई लगा कोडो जान्छु अरत्यामु दिए देउला धामी अरतिकी हामी जाउँला साथ देउला धामी अरतिकी हामी जाउँला साथ त्यारे हो त धामी राजो चलुभलु कियो बमन गाउँ पुनगरी आई बेलिबासो लियो बमन गाउँ पुजारी की बैठी सबै राजा क्याउ ध्यान हर बैठी सबै राजा चौबिडा खेल कसैलाई नहेर हरिभक्त पुजारी की मेरै बोलु लियो दिवाई लगा कोडो जान्छु पाठ हरि दिया दिवाई लगा कोडो जान्छु पाठ हरि दियो देउला धामी अरतिकी हामी अल्लाह पाठ देउला धामी अरतिकी हामी अल्लाह पाठ त्यारे हो त धामी राजा चलुभलु कियो धामी गाउँ नगरी आई बेलिबासो लियो जिया जति जैतावती मेरै बोलु लियो दिवाई लगा कोडो जान्छु सामल कुटाई दिए कुटाए सामल राजो दालिमेका बिहे सुजाए लुगुडा राजो कुगुडीका फूल सुजाए लुगुडा राजो कुगुडीका फूल त्यारे हो त धामी राजा चलुभलु कियो चिरगिटेका खान जाए बेलिबासो लियो चिरगिटे केदार दही त तोय मन ध्याउ दिवाई लगा कोठा जान्छु मथी बाउली पाऊँ त्यारे हो त धामी राजा चलुभलु कियो कबल्ले की माणो जाए बेलिबासो लियो कबल्ले केदार दही त तोय मन ध्याउ दिवाई लगा कोठा जान्छु मथी बाउली पाऊँ त्यारे हो त धामी राजा चलुभलु कियो दिवाई लगा कोठा जाए बेलिबासो लियो दिवाई लगा कोठा जाए बेलिबासो लियो दिवाई लगा कोडो जाए बेलिबासो लियो बोलाए राहुल चेली ओटाली लिप गौत गर गोबरगी औषध हलाया अड़ाय मना चामलगी पोखलु रगाया श्रीखण्ड कपुरको हुमरे हराया श्रीखण्ड कपुरको हुमरे हराया पटम्बर कपडा छिरी बैसेको हलाया सबुरा कपडा चिरी बत्तीले जलायो 12 घडी तियडीको अवतार आयो भयो 12 घडी तियडीको अवतार भयो देश आयो मानु भलो धन्न जन मानी देश आयो मानु भलो धन्न जन मानी हरिसाले चढाइहाल्यो अगेराको खेत हरिसाले चढाइहाल्यो अगेराको खेत मनिसाले चढाइहाल्यो दाना न दमाऊ दानिसाले चढाइहाल्यो सुन कण्ठी सुन जति कण्ठी दानिसाले चढाइहाल्यो सुन जति कण्ठी मनिसाले चढाइहाल्यो रुब जति डोला रुब जति डोला हरिसाले चढाइहाल्यो अगेराको खेत
ત્યારે હોય તો धामीराज पंच हतियारी बनाए ठगुरीले लायो पंच हतियारी बनाए ठगुरीले लायो धन न बिसौलो सुनु तियडीलाई दियो धन न बिसौलो सुनु तियडीलाई दियो दाइना दमाउ जति तियडीलाई दियो जोलो भोकर जति तियडीलाई दियो जोलो हुडुके जति तियडीलाई दियो जोलो सहनाई जति तियडीलाई दियो तामा डोलु रुपा डोलु तियडीलाई दियो ત્યારે હોય તો તિયડીલે ચલભલું કિયો चिरगिटेका खाना आए बेलीबासो लियो चिरगिटेका खाना आए बेलीबासो लियो धामी गाँव का तिरुओ की परखाली गए उलकट्यालु पार्की की परखाली गए गडसिरेका 12 देवरा परखाली गए त्याने હોય तो धामीराज चलभलु कियो धामी गाँव नगरी आए बेलीबासो लियो यो तमले जति अहिले यो एउटा कविता जसो भनौँ या गीत जसो भनौँ जति पनि भन्या हैन अब अहिलेका जति पनि हेद्दला छन् सायद यिनले नबुझ्या हुन सकन्छ यसलाई तमले कथाका हिसाबमा के हो त हाम्रो यो 12 देउरा या भनौँ हाम्रो गडसेरा के छ कसो छ तम्रो सानो आफूले याद भएदेखिको जन्मेबाट याद भएदेखिको कथा अलिकति भनिदिनु के हो त गडसेरा कथाको के हो भने अब तेडी देवता गादीको धनी हो हजुर उसले चाहिँ नि राम्रैसँग राज्य चलाएको हो मसानी देवता मन्त्री बनाएको हो हजुर अब यो चाहिँ नौकोटमा चाहिँ धिरकाणी बिकरकाणीको माणो थियो हजुर माणोलाई चाहिँ नि तेडीले पिच्चिएर बगाएको हो दमाभित्र हालेर हजुर त्यति बेलाबाट तेडी चाहिँ विजय भएको हो त्यसपछि पणरे माणोमा गयो त्यहाँ थियो अलोल देवता थियो अलोल देवतालाई पनि बगाएर पणरे बिसाएको हो तेडीको मुख्य देव पणरे हो हजुर हैन मुख्य देव पणरे हो तर मसानीले त्यति बेला अलिकति अब त्यहाँ तल्लो गोर्खो पनि लिनलाई बट्टिएको हो मसानले अलि ढिलो भयो लोटने देवताले भने कि म सकन्छु किन नै अहिले नै दिन राज्य अब जे भएल भनेर लोटनी टमाटर भुजो भएर लोटेर भमगाउँ चेपन लाग्यो त्यसपछि तिनको फसेला भयो फसेला भएपछि मितेरी भयो मितेरी भएपछि राज्य लिएर बसेको हो यो जो आज हामी यहाँ बसेका छौँ जो हामी दिउँसडी भन्न लाग्छौँ तेडीको हैन यहीको बारेमा के छ के हो यो खास अब दिउँसडी भनेको रात सौतमीमा रोतेडी हुने तेडी मानवमा पुजिने त्यो हो हजुर अब दिउँसडीमा के हो रमाइलो हो यो दिउँसडीमा आउने रमाइलो गर्ने देव देवता सबै नाच्ने सागा भागा बोल्ने माल परदेश जाने साइत माग्ने कोही काम नभएको छ भने काम माग्ने कसैको चाहिने दुख पिपुट छ भने त्यो माग्ने त्यो भएर सालभरिको लागि बिदा माग्ने तेडीबाट देश परदेश गएर खेलेर खाने भनेपछि अब हामी देश विदेश जान छु काम गर्दा छु हैन हाम्रो रक्षा गरे देवता भनेर यहाँबाट यो चाहिँ बिदा माग्ने तेडीबाट मथिबाउली मागेर जाने दिउँसडी भने यो तेडीसँग रमाइलो हो रमाइलो गर्ने खेल्ने सबैले डौला खेल्ने रमाइलो गर्ने तेडी चाहिँ खुसी हुने तेडीले आखिर आशीर्वाद दिएर सबैलाई पठाउने हिउँको महिना लाग्ने कुन कुन देवी देवताका यहाँ आउने आज कुन कुन देवता 12 देउरा हुनु हजुर कुन कुन देवता मसानी भयो निमौने भयो डुलो मसानी भयो निरालय भयो बेतालय भयो किमगडे भयो पणरे भयो यति देवताका यहाँ आउने थलो हो 12 देउराको थलो हो यो 12 देउरालाई पनि आशिक दिने 12 देउरालाई मथिबाउल दिने सबै चाहिँ जान्ने मान्ने भाइ भलादमीलाई आशीर्वाद दिने उनको मनको पुगाउलोमा जाए तमरो हँसाएर ल्याउला भन्ने उहिलेका पुराना मान्छे लाटा थिए पढ्न लेख्न जान्दैनथे सबै मान्छे देवताकै भरोसामा देवताको विश्वासमा बस्दथे कसैलाई रोग भए पनि म काठुलो भन्ने कसैलाई दोष भए पनि झगाइदिने कसैको चाहिने त्यस्तै खोले डबरे भन्ने जहाँ लागेका छन् भने उसलाई रोकिदिने त्यस्तो गर्थ्यो तेडी देवता अब पहिलाको तम नाना हुने बेलाको जो एउटा इतिहास छ हजुर जो तमले यहाँ यो ठाउँमा बसेर जो एउटा यो जीवन चलाया हो भोग्या हो जुन एउटा तम्रो अनुभव छ त्यो र अहिलेको जीवनमा कतिको फरक छ दाइ अब पुरानो संस्कार त गइसक्यो हजुर अब रहेन पुरानो अब मान्न छोडे यो ठाउँमा ठाउँ नै हुन्थ्यो दिउँसडी जाँदा दिनमा चेवाचेप हुन्थी अहिले अब ऊ पञ्चकलश कहाँ गयो रूपाडोला कहाँ गयो उति दाना दमाउ छैन अब के छ अहिले संस्कारमा हामी जातका हाम्रो दमाईको छोरा बजाउनु नजान्ने भइगे बजाउनु शरम मान्ने भइगे कोही आएर चाहिने बोल्ने हुने बामन ब्राह्मणहरू पाठ गर्न शरम मान लागे हैन हो भने त्यस्तै हो अब कोही बिणो हाल्न शरम मान्ने भए कोही कानी लाउन शरम मान्ने भए त्यसै त हो भनेपछि यो आधुनिकीकरण जो भयो आधुनिकको क्रममा यो चाहिँ बिस्तारै अब लोप हुँदै गइरहेको छ अब यसमा जागरण गरेर सबैले मानेपछि हुने आज पनि नहुने कुरा छैन के गर्दा अब अबको युवाहरुले अब सबैले मान्ने सबैले आफ्नो शक्ति अनुसारको चन्दा दिने उसको के बिग्ड्या छ उका मनमा के छ उलाई सोध्ने मथिबाउली माग्ने
उसँग चाहिने राम्रोसँग सल्लाह लिने ठकुरीको देवता हो त्यो खास गरी 12 गाई आउने चोरेलो बनलेगो डुम्रा गोटी मुने गाई चौकी राजपुरे कुमाली गोटे तले यहाँ चाहिने तले यहाँ लिने कोटे मस्याल सबैको देवता हो यो एकैको होइन ठकुरीभरिको साझो देवता हो यो सबैले मान्ने पहिला ठकुरी मौले चाहिने यसको हर्ष बढाएर हर्ष काम चन्दा दिने त्यसलाई खुसी पार्ने पोटलो दिएपछि थानै किनिदिने ढोकर किनिदिए जोडा किनिदिने दाना माउ किनेपछि जोडै किनिदिने उसलाई के आपत छ के खोज्छ ऊ हामी दिन तत्पर छु भनेर भन्नुहुन्थ्यो तर अहिले त्यसो छैन कम छ अहिले भए पनि कम छ आशा छ दाइले भनेको धेरै कुराहरू तम सबैले बुझिसक्या होला देवतालाई चाहिने चिज देवता मान्नको लागि के गद्दु पर्ने हो सम्भावना पनि उहाँले भनिसक्नु भएको छ र समाधान पनि उहाँले भनिसक्नु भएको छ दाइलाई धेरै धेरै धन्यवाद दाइ आज यसरी देवता थानमा बसेर तमसँग कुरा गर्दा मिल्यो हजुर ठिक छ आज जान्न मिल्यो केही बुझ्न मिल्यो र केही देखाउन मिल्यो त्यही भएर म पनि बुढो भइगए 79 वर्ष भइसक्यो अब यो टेढी देवता मान जाउँ आज हो कि भोलो हो फेरि आउन सक्छु कि सक्दैन भनेर आया कुरा हो हजुर धेरै धेरै धन्यवाद दाइ टेढीले तमलाई अझै 100औं वर्ष अझै दियोस् तमलाई तमसँग सधैँ यसरी बस्न मिलोस् कृपाले राम्रै भएछ ठिकै छ एकदम धन्यवाद दाइ धनी हुने राजाले राजा हुने हो हामी त गरिबा चेला हूँ मागेर खाने सबैको चाहिने स्वागत गर्ने सेवा नै धर्म हो भने शङ्का नै रोग हो यो संसारमा को धनी छ र दाइ नाङ्गै आउँछ नाङ्गै जान्छ हैन कहीँ पनि हजुर मान्छन् कोही मान्छे त्यसै मूर्ख पनि छन् नि कोही मागेर खान्छ त्यो पैसा माग्छ भन्ने पनि मेरो पुर्खण्ड गरेको छ त्यस्तो केही पनि छैन दाइ तपाईलाई सम्मानले तपाईलाई मायाले दिन्छन् बुढो भए बजाउन आउँछु गाडीको बाटो छ खाना पनि कहाँ खाने कहाँ घर जाने यहाँ अहिले भोकै छु म एक कुरा भन्नु खाया हुँ तर यहाँ अहिले चौकी त जान सक्दैन नि यहाँ होटलमा गएपछि सुधै कोही दिँदैन पैसै चाहियो गाडीमा पैसै चाहियो अहिले त उनी बिचाराले पारे उनी चोखल गाउँ गरेथीले ल्याइदियो बिचाराले मैले भने म जहाँ त जाने हुँ मेरो जहाँ त जाने मन छ तर म हिँड्न सक्दैन ल तिन चोखल गाउँका लागि धेरै धेरै धन्यवाद उनीहरू धन्यवाद छ त्यतिसम्म पुगेका छन् त्यसमा 50 बिल्डिङमा जाउनु धेरै धेरै धन्यवाद दाइ धेरै धेरै धन्यवाद दाइ खुसी लाग्यो दाइ एकदम है ल दाइ ल नमस्कार ल